सन् 1968 पोखरा। सोचौं त मध्यरातमा आकाशमा 81 ठूलो आवाज अनि चम्किलो प्रकाश। अनि भोलिपल्ट बिहान बाटुले चौरमा एकजना किसान कुल नारायण तिमिल छिना उहाँको खेतमा एउटा अनौठो धातुको टुक्रा भेटियो। हो, आज हामी त्यही 56 वर्ष पुरानो अलिकति रहस्यमय घटनाको गहिरो खोजी गर्दैछौं। हामीसँग के छ त? हामीसँग स्थानीय बासिन्दाका सम्झनाहरू छन् अनि भर्खरै सार्वजनिक भएका CIA का पुराना कागजातहरू पनि, र नेपाली मिडियाका रिपोर्टहरू पनि छन्, हैन? अवश्य। हाम्रो उद्देश्य चाहिँ के हो भने त्यो शीत युद्धको एकदमै तनावपूर्ण समयमा नेपालको एउटा गाउँमा खसेको त्यो चीज आखिर के थियो त? ठीक हो, त्यो दिन थियो 25 मार्च 1968। किसान कुलनारायण तिमिल सिन्हाले आफ्नो खेतमा लगभग 6 फिट जति गहिरो खाल्डोमा एउटा ठूलो गोलो ढक्कन जस्तो, हो, स्थानीयले भनेअनुसार ढक्कन जस्तो करिब 2 मिटर चौडा धातुको वस्तु। त्यो बेलाको माहौल सम्झिम न। अमेरिका सोभियतको स्पेस रेस, चीनको आणविक परीक्षण, एकदमै तनावपूर्ण। सुरुमा त उहाँहरूले मतलब स्थानीयले त्यसलाई सामान्य फलाम नै ठानेछन्। अनि केहीले त भैँसी बाँध्ने गोठमा पनि राखे रे। हो, त्यस्तै सुनिन्छ। तर त्यो भेटिनु मात्रै होइन, त्यसपछि के भयो भन्ने कुरा झन् रोचक छ नि। निश्चय नै। केही हप्तापछि एकजना पञ्चायतका अधिकारी नन्दबहादुर मल्ल वहाँ आएर त्यो टुक्रा लानुभयो। अनि त्यसपछि त्यो वस्तु एकाएक हरायो, मतलब सार्वजनिक रूपमा देखिएन। कसैले अमेरिकी पीस कोर स्वयंसेवकले लगे भन्छन्, कसैले चाहिँ सरकारलाई नै बुझाइयो भन्ने पनि छ। दुई थरी कुरा आयो। र सबैभन्दा चाखलाग्दो त CIA को रेकर्डमा पनि यो घटना छ। उनीहरूले यसलाई कास्की क्षेत्रमा विसर्जन भएको एक उज्यालो वस्तु भनेर टिपेका छन्। तर यो पोखराको घटना मात्रै त थिएन नि, हैन? यो त एउटा श्रृङ्खलाको अन्तिम घटना जस्तो पो देखिन्छ। हो, एकदम। CIA कै रिपोर्ट हेर्ने हो भने 1968 को फेब्रुअरी मार्च महिनामा हिमालय क्षेत्रमा अरू पनि यस्ता घटना भएका थिए। कहाँ? पूर्वी नेपालको ताप्लेजुङदेखि सिक्किम, भुटानको थिम्पू अनि लद्दाख, जम्मा 7वटा यस्ता चम्किला वस्तु देखिएको रेकर्ड छ। पूर्वदेखि पश्चिमतिर सर्दै आएको जस्तो। ताप्लेजुङ, थिम्पू, लद्दाख अनि अन्त्यमा पोखरा। हो, क्रम त्यस्तै देखिन्छ। अब स्थानीयले त अनेक सोचे, एलियन आयो कि, रुसी वा चिनिया जासुसी प्लेन खस्यो कि। तर पोखरामा भेटिएको त्यो ठोस धातुले त पृथ्वीकै वस्तुतर्फ संकेत गर्यो नि। हो, त्यसले गर्दा एलियनको कुरा अलि कमजोर भयो। अनि अमेरिकीहरू किन यति धेरै चासो देखाइरहेका थिए त? उनीहरूको मुन डस्ट भन्ने कार्यक्रम थियो रे नि। त्यो उनीहरूको गोप्य कार्यक्रम थियो। पृथ्वीमा खस्ने विदेशी, मतलब खास गरी सोभियत वा चिनिया अन्तरिक्ष यानका टुक्राहरू वा स्याटेलाइटका अवशेषहरू खोज्ने। उनीहरूले त्यसलाई स्पेस फ्र्यागमेन्ट वा मुन डस्ट भने। हो, अनि उनीहरूले के निष्कर्ष निकाले त? सुरुमा त अमेरिकी वायुसेनाले 25 जुन 1968 मा यो कि चिनिया मिसाइल हो कि त कुनै सोभियत यान भ्यानिक भन्ने त्यसको टुक्रा हुन सक्छ भन्यो। तर पछि अगस्त 1968 तिर आइपुग्दा अनुसन्धान एउटा बलियो सम्भावनातर्फ मुड्यो। कुन सम्भावना? सोभियत स्याटेलाइट कस्मोस 208। यो स्याटेलाइट ठ्याक्कै 25 मार्च 1968 कै दिन पृथ्वीको वायुमण्डलमा खसेर जलेको थियो। ओहो, मिति त ठ्याक्कै मिल्यो। हो नि। अझ रोचक कुरा के छ भने CIA ले त्यो वस्तुको जुन विवरण टिपेको थियो नि, 6 फिट आधार, 4 फिट उचाइ भएको डिस्क जस्तो, त्यो विवरण स्थानीयले भनेको ढकन जस्तोसँग मिल्न गयो। ठ्याक्कै त्यो विवरण मिल्नुले कस्मोस 208 को सम्भावना झनै बलियो बनायो। त्यसो भए मुख्य सिद्धान्त त त्यही सोभियत स्याटेलाइट नै बन्यो। तर अरू पनि त सम्भावना थिए होलान्। थिए, जस्तै चीन वा सोभियतसँगकै कुनै अर्को मिसाइल परीक्षण, त्यो पनि हुन सक्थ्यो। कसैले त अमेरिकी जासुसी विमान नै खसेको पो हो कि भन्ने अनुमान पनि गरे। त्यो पनि अनुमान थियो, तर प्रमाण थिएन। अनि प्राकृतिक घटना जस्तै उल्का वा चट्याङ, त्यो त धातु भेटिएपछि सम्भावना कम भइहाल्यो। हो, अनि एलियन यानको त कुरै छाडौँ, त्यसको कुनै ठोस प्रमाण भेटिएन। पछि नेपाली अनुसन्धान जस्तै 2020 मा काठमाडौँ पोस्टले गरेको रिपोर्टिङले पनि यो अलौकिक होइन भन्ने नै देखायो। 56 वर्ष भइसक्यो, तर स्थानीयहरू अझै सम्झन्छन्। कुलनारायणकी श्रीमती ज्ञानुले ढक्कन जस्तो थियो भन्नुहुन्छ। अनि अर्का बाल्यकालका साक्षी कुलनारायण पौडेलले चाहिँ 4 कुने जस्तो फलामे वस्तु लगेको देखेको बताउनुहुन्छ।
विवरणली फरक छ, तर घटना सम्झनामा ताजा छ। हालसालै नेपाली टाइम्सले 2024मा अनि इतिहासकारहरू सुनिल उलाक, अमिश मुलमिले पनि यी CIA कागजात र स्थानीय कुराहरूलाई फेरि केलाएका छन्। र मोटामोटी सबैको निष्कर्ष त्यही देखिन्छ। त्यो वस्तु मानव निर्मित थियो, सम्भवतः कुनै अन्तरिक्ष यानकै टुक्रा। यो घटना साँच्ची नै कस्तो अचम्मको मिश्रण है। शीत युद्धको भूराजनीति, स्पेस रेस, जासुसी अनि एउटा नेपाली गाउँको अनुभव। एकदमै। सबै प्रमाण र विश्लेषणले के देखाउँछ भने यो कुनै UFO वा एलियनको घटना थिएन। यो त सम्भवतः त्यही सोभियत स्याटेलाइट कस्मोस 208 जस्तो मानव निर्मित वस्तु पृथ्वीमा खसेको घटना थियो। एउटा विश्वव्यापी घटनाको एकदमै स्थानीय कथा। तर एउटा प्रश्न चाहिँ अझै पनि अनुत्तरित नै छ, जसले यो कथालाई अझै रहस्यमय बनाउँछ। हो नि, त्यो किसानको खेतमा भेटिएको अनि कुनै बेला भैँसी बान्न समेत प्रयोग भएको भनिएको त्यो धातुको टुक्रा आखिर गयो कहाँ होला? के त्यो अझै कतै सुरक्षित छ? खै, वा त्यसले अझै पनि शीत युद्धका कुनै नखुलेका रहस्यहरू बोकेर बसेको छ कि? यो प्रश्नले साँच्चै सोच्न बाध्य बनाउँछ।